हेलो नमस्ते। फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्स को हामीले सेकेन्ड भिडियो लिएर आइसकेका छौँ। यसमा त्यही अघिल्लो भिडियो जस्तै सिम्पल कुराहरू, सिम्पल टर्महरू भनौँ न, सिम्पल रुलहरू हेर्नेछौँ। जुन अघिल्लो भिडियोमा हामीले के हेऱ्यौँ, बर्डमासवाला रुल हेऱ्यौँ, यसको एकदम बेसिक कुराहरू हेऱ्यौँ। यसमा के छ, हाम्रो साइन रुल छ कि। अब साइन रुलमा एकदम सिम्पल रुलहरू छ। यो चाहिँ हामीलाई थाहा छ, त्यही पनि एकचोटि थाहा नभएकोलाई रिकल गरौँ, या त थाहा भएकोलाई रिकल गरौँ, नभएकोलाई जानकारी दिउँ भन्ने हिसाबले यो भिडियो बनाउन गइरहेको छौँ। अब यसमा हेर्नु, एडिसन मैले साइन रुललाई मैले 4टा क्याटेगोराइज गरेको छु। 1 2 3 4टा क्याटेगोराइज गरेको छु। सुरुमा पहिला एडिसन हेरौँ, जोडवाला हेरौँ। प्लस र प्लस, दुईवटा प्लस प्लस केही छ भने अगाडि त्यसको प्लसै हुन्छ। यसको मतलब जस्तै 5 + 10 भनेपछि के भयो, 15 भयो। भनेपछि यसको अगाडि केही छैन भने प्लस छ, यो त प्लस छँदैछ यसको अगाडि। र यहाँ 15 भयो, यसको अगाडि केही छैन भने यसको अगाडि प्लस हुन्छ भनेर बुझ्नुपर्छ हामीले। त्यस्तै गरेर प्लस छ र अर्को साइन एउटा माइनस छ भने त्यसको अगाडि के साइन हुन्छ, या त प्लस हुन्छ या त माइनस हुन्छ। यो केले डिटरमाइन गर्छ भन्दाखेरि ठुलोको साइनवाला हुन्छ कि, जुन सङ्ख्याको ठुलो सङ्ख्याको अगाडि भएको साइन हुन्छ। अब यो एकचोटि इक्जाम्पल हेरौँ, जस्तै 10 - 15 छ। अब यसो हेर्दाखेरि के लाग्छ त, यसको अगाडि प्लस छ, ठुलो त यहाँ घटाउनु पर्ने हो, तर के भएछ त भन्दाखेरि माइनस त ठुलोको उमा छ भनेपछि घटाइदिनु, ठुलोबाट सानो घटाइदिनुहोस्। अनि त्यसपछि साइन हेर्नु त, ठुलोको साइन के छ, ठुलो अङ्क त 15 हो नि त, यसको अगाडि के छ, माइनस छ भनेपछि माइनस। त्यस्तै गरेर एउटा जस्तै यो साइन अगाडि 20 छ अनि पछाडि प्लस छ भनेपछि प्लस माइनस दुईवटा फरक साइन भने घटाउने, प्लस माइनस छ भने घटाइदिने कि, ठुलोबाट सानो घटाइदिने। ठुलो यो छ, सानो यो छ भनेपछि कति भयो, 15 हुन्छ। 15 लेख्नुहोस्। र ठुलोको अगाडि के साइन छ त, माइनस छ भने माइनस लेख्नु। ठुलो साइनवाला लेख्ने, जुन सङ्ख्याको ठुलो सङ्ख्याको अगाडि जे साइन हुन्छ त्यो साइन लेख्ने। अझै 1-2टा इक्जाम्पल हेरौँ, जस्तै -100 + 50 के हुन्छ त, प्लस माइनस छ, फरक साइन छ, घटाइदिनुहोस्, स्वाट्टै घटाइदिनुहोस्। फरक साइन छ भने के हुन्छ, 50 साइन माइनस। ओके, जस्तै 200 - 300 अगाडि प्लस छँदैछ, माइनस, प्लस माइनस घटाउनुहोस्। कहाँबाट घटाउने, ठुलोबाट सानो घटाउने। ठुलो के छ, 300 छ, 200 सानो छ भनेपछि 100 आयो। साइन के लेख्ने, ठुलो सङ्ख्याको अगाडि भएको साइन। ठुलो सङ्ख्या 300 हो, 300 अगाडि के छ, माइनस भनेपछि माइनस। जहाँसम्म लाग्छ यो बुझ्नुभयो होला। 1-2टा अझै म यसको के हुन्छ आफै गर्नुहोस्। यसको के हुन्छ आफै गर्नुहोस्। ल हेरौँ, यो एउटा स्पेसलभन्दा पनि त्यो अघिल्लोमा मिसिङ भएको कुरा मैले यहाँ लेखेको छु। अब हेर्नुहोस् त, अगाडिमा नि माइनस छ र यसमा नि माइनस छ, दुईवटा अङ्कमा माइनस छ, के गर्ने हुन्छ। यस्तो केसमा माइनस माइनस आयो भने जोड दिने 15 र अगाडिको माइनस साइन लेख्ने। त्यस्तै गरेर माइनस माइनस छ, जोड दिनुहोस्। फरक साइन भएर घटाउँथ्यौ, माइनस 17 साइन माइनस। त्यस्तै दुईटै अगाडि माइनस छ, 25 माइनस। अब यो आफै गर्नुहोस्, त्यो ट्राई गर्नुहोस्, त्यो क्वेसन्सहरू के हुन्छ। मल्टिप्लिकेसन रुलमा अब मल्टिप्लाई गर्दाखेरि दुईवटा प्लस र दुईवटा प्लसहरूको प्लस अङ्कहरूको गुणन गर्दाखेरि अगाडि प्लसै हुन्छ। एउटा अङ्क प्लस छ, अर्को अङ्क माइनस छ भने त्यसको अगाडि गुणन गर्दाखेरि अगाडि माइनस हुन्छ। र दुईवटा माइनस माइनस छ भने गुणन गर्दाखेरि के हुन्छ, प्लस हुन्छ। इक्जाम्पल हेरौँ, यसको इक्जाम्पल 5 × 2। अब हेर्नु त, माइनस छ कतै छैन नि, यसको मतलब प्लस छ। प्लस चाहिँ यो गुणन गर्नु पर्यो, तर कस्तो सङ्ख्याहरू बिच गुणन गर्दैछ हामीले, दुईवटा पोजिटिभ सङ्ख्याहरू बिच गुणन गर्दैछौँ। भनेपछि 5 र 2 के हो र, 5 × 2 10। ठिक। अब हेर्नु त यो, अब यसमा के छ, इक्जाम्पलको लागि मैले यसमा 5 × -2 गरेँ। यो त पोजिटिभ, यो त नेगेटिभ, पोजिटिभ नेगेटिभ बिच गुणन गर्नु पर्यो भने
माइनस त अगाडि आइहाल्छ र गुणन गर्दाखेरि 5 2 जा 10। या त यो माइनस यसरी नै हुनसक्छ है। यसमा तपाईँले यो त -5 × 2 यो यसरी नै हुनसक्छ, यसरी पनि हुनसक्छ। एउटा पोजिटिभ एउटा नेगेटिभ भनेपछि नेगेटिभ आउँछ र मल्टिप्लाई हुन्छ। ओके, अब यसमा हेरौँ। अब दुईटै नेगेटिभ नेगेटिभ छ भने पोजिटिभ हुन्छ, दुईटै नेगेटिभ नेगेटिभ छ भने पोजिटिभ हुन्छ। इक्जाम्पलको लागि -5 × -5 के हुने भयो त? दुईटा नेगेटिभ छ भने 25, सिधै प्लस अगाडि लेख्नु पर्दैन। त्यस्तै गरेर -7 × -2 दुईटा नेगेटिभ मल्टिप्लाई हुँदाखेरि प्लस हुन्छ, अगाडि प्लस लेख्नु पर्दैन। अरू आफै गर्नुहोस् त्यो दुईटा। -10 × यसको एन्सर आफै लेख्नुहोस्। अब त्यस्तै गरेर अब हामीले स्क्वायर र क्युब रुल, स्क्वायर र क्युबमा के हुन्छ? अब पोजिटिभ नम्बरको स्क्वायर गर्दाखेरि जहिले नि पोजिटिभ हुन्छ र पोजिटिभ नम्बरको क्युब गर्दा नि जहिले पोजिटिभै हुन्छ। भन्नुको अर्थ 5 को स्क्वायर गर्नुभयो भने 5 को अगाडि केही साइन लेखेको छैन भने यसको मतलब पोजिटिभ हो भनेपछि के हुने भयो? त्यो 25 हुने भयो। चाहे स्क्वायर गर्नु क्युब गर्नु जेसुकै गर्नुहोस् पोजिटिभलाई। जस्तै 5 को क्युब गर्नुभयो भने पोजिटिभ छ 125, पोजिटिभ छ भने यहाँ साइनको केही मतलबै भएन। अब यही ठाउँमा यदि नेगेटिभ भइदियो भने भनेपछि भनौँ न 2 को स्क्वायर के हुन्छ? नेगेटिभ स्क्वायर छ भने पोजिटिभ हुन्छ, 4 हुन्छ। यो कसरी हुन्छ भन्दाखेरि स्क्वायर भनेको के हो त? -2 गुणन -2 हैन र? -2 गुणन -2 हामीले अघि के पढाएको थियो? दुईटा माइनस माइनसको मल्टिप्लाई गर्दाखेरि के हुन्छ? प्लस हुन्छ। भनेपछि त्यही हिसाबले 4 आएको। अब यसरी सम्झिनुहोस्, माइनसलाई स्क्वायर गर्दाखेरि माइनस सङ्ख्यालाई स्क्वायर गर्दाखेरि पोजिटिभ हुन्छ, माइनस सङ्ख्यालाई स्क्वायर गर्दाखेरि पोजिटिभ हुन्छ। त्यही माइनस सङ्ख्यालाई क्युब गर्दाखेरि अगाडि माइनस आउँछ। अब यो कसरी हुन्छ? जस्तै -2 र क्युब गऱ्यो भने के हुन्छ? 2 को क्युब 8 अगाडि माइनस। यो कसरी आयो? यो माइनस कसरी आयो भन्दाखेरि अब यो क्युब भनेको 3 चोटि मल्टिप्लाई गर्ने त्यही सङ्ख्यालाई, भनेपछि 2 गुणन -2 गुणन -2। अब यसमा के हुने भयो? अब यो दुईटा गर्दाखेरि त 4 हुने भयो, +4 दुईटा नेगेटिभ गर्दाखेरि हामीले अघि हेरिसक्यो -4 हुने भयो। फेरि गुणन माइनस आयो नि त, फेरि एउटा पोजिटिभ र एउटा नेगेटिभ भनेपछि फेरि के आइदियो? -8 आइदियो। जहाँसम्म लाग्छ बुझ्नुभयो होला। अझै यसलाई जहिले के बुझौँ? स्क्वायर गर्दाखेरि जस्तै 5 छ, यसको स्क्वायर 100 गर्नु पर्यो क्या, भनेपछि यहाँ पोजिटिभै हुन्छ क्या, जे सङ्ख्या आउँछ पोजिटिभै हुन्छ। अब त्यही नेगेटिभ छ भने अब यसलाई 100 गऱ्यो भने यो पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ? भन्नुहोस् त। अब यहाँ के छ? जोड सङ्ख्या छ नि त। यो जोड सङ्ख्या भनेपछि यहाँ पोजिटिभै दिन्छ कि, जे भ्यालु दिन्छ त्यो पोजिटिभै भ्यालु दिन्छ। अब किन पोजिटिभ दिन्छ? किनकि माइनस गर्दाखेरि जस्तै माइनस इन्टु फेरि माइनस, यो जति जोड हुन्छ नि, जोड भनेको मतलब जोड सङ्ख्यामा हुन्छ नि, दुईटा मिलेर त प्लस भइदिन्छ, यो दुईटा मिलेर प्लस, फेरि यहाँ भएको माइनस मिलेर फेरि प्लस भनेपछि ओभरअल सबै प्लस आइदिन्छ यहाँ जोड सङ्ख्यामा भने। अब यसकै ठाउँमा -5 यहाँ बेजोड सङ्ख्या भनौँ न 7 छ अरे, यो के हुन्छ? पोजिटिभ हुन्छ कि नेगेटिभ भ्यालु हुन्छ? अभियसली नेगेटिभ हुन्छ। यहाँ नेगेटिभ भ्यालु हुन्छ। किन हुन्छ भन्दाखेरि ठ्याक्कै यो त दुईटा हुनु पर्यो, माइनस दुईटा हुनु पर्यो। जस्तै माइनस गुणन माइनस भएर प्लस हुने भयो। त्यस्तै गरेर गर्दाखेरि ठ्याक्कै 3टा
यसको मतलब 7 भनेपछि 3टा माइनस हुने भयो, 7वटा माइनस हुनु भयो। जस्तै 1 2 3 4 5 6 7 हैन। अब यो दुईटा मिलेर के भन्ने हो, पोजिटिभ हुने हो। यो दुईटा मिलेर पोजिटिभ हुने हो, यो दुईटा मिलेर पोजिटिभ हुने हो। लास्टमा यो बाँकी रहन्छ। त्यही यसले गर्दाखेरि अगाडि माइनस आउँछ। जहाँसम्म लाग्छ बुझ्नुभयो होला। म एक दुईटा अझै ल अब यसको आफै गर्नुस्, यसको पनि आफै गर्नुस्, यसको नि आफै गर्नुस्। अब यहाँ पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ भन्ने कुरा यहाँ पावरले डिटरमाइन गर्छ क्या। यो पावर जुन छ नि, मैले पावरले डिटरमाइन गर्छ। यो जोड संख्या छ कि बेजोड संख्या छ। अब लास्ट रुल हाम्रो के छ त, डिभिजन रुल छ क्या। यो हामीले सबैले थाहा भएको चिज हो। जस्तै a डिभाइड बाई b भनेपछि हामीले यसलाई एउटा फर्मेटमा लानलाई यस्तो लेखे हो खासमा। यो त हामीले कुनै a लाई b ले भाग गरेको हो नि त खासमा। यसलाई हामीले सिम्पली के लेख्यौँ त, a इन्टु 1/b यसको रेसिप्रोकल गर्यो। रेसिप्रोकल गर्यो जुन सङ्ख्याको अगाडि भाग साइन छ त्यसलाई रेसिप्रोकल गर्नु। रेसिप्रोकल भनेको 1 त्यो सङ्ख्या लेख्नु। ठिक। अब यसलाई फेरि a इन्टु 1 गर्दाखेरि a हुन्छ र बाई b a/b। यो किन यो अहिले चाहिन्छ, यो किन मैले यसरी बुझाएको, यो अहिले चाहिन्छ। जस्तै तपाईँले यस्तो सङ्ख्या आयो a डिभाइड बाई b डिभाइड बाई c आयो भनेपछि मैले के भनेको थिएँ, जुन सङ्ख्याको अगाडि भाग छ त्यसलाई इन्टुमा कन्भर्ट गर्दाखेरि, यो भागलाई गुणनमा कन्भर्ट गर्दाखेरि ठ्याक्कै यो पछाडिको सङ्ख्यालाई 1/b लेख्ने। भनेपछि यो भाग केमा गयो, इन्टुमा गयो भनेपछि यसलाई 1/b। यो भाग केमा गयो, इन्टुमा गयो भने 1/c। भनेपछि यसलाई ओभरअल के लेख्न पाइयो त, a इन्टु 1 इन्टु 1 भनेपछि a नै हुन्छ, मुनि के छ त bc छ। ठिक। अब एक्जाम्पल हेरौँ। यो एक्जाम्पल हेरौँ। जस्तै 5 डिभाइड बाई 10 डिभाइड बाई 6 डिभाइड बाई 2 छ। अब यसलाई कसरी गर्ने त, मैले के भनेको थिएँ, जुन अगाडि यो डिभाइडलाई मल्टिप्लाईमा कन्भर्ट गर्नु छ भने यसको पछाडिको सङ्ख्यालाई रेसिप्रोकल गर्नुहोस्। त्यो यो डिभाइडले मल्टिप्लाईमा गऱ्यो भने यो सङ्ख्यालाई रेसिप्रोकल गर्नुहोस्। यो डिभाइडले मल्टिप्लाईमा गर्नु पऱ्यो भने यो सङ्ख्यालाई रेसिप्रोकल गर्नुहोस्। अब त सजिलो भयो नि त। यो भनेको के हो, माथिको माथि गुणन गर्ने, तलको माथि के छ त 5 इन्टु 1 इन्टु 1 इन्टु 1 इन्टु 1, तल के छ 10 इन्टु 6 इन्टु 2 भनेपछि 5, तल के नै हुने भयो 10 इन्टु 6 60, 60 इन्टु 2 120। अब यसलाई त काट्न सजिलो हुन्छ, 5 एकान 5। यो भिडियोमा यति नै गरौँ। नेक्स्ट भिडियोमा हामीले यो सबै कुरालाई मिलाएर क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ।